हेलो नमस्ते। आज चाहिँ म स्क्विड गेम सिजन 1 चाहिँ एक्सप्लेन गर्न गइरहेको छु होइन। अनि यसमा चाहिँ हाम्रो मेन क्यारेक्टरको नाम चाहिँ गिहुन हुन्छ होइन। अनि गिहुनको चाहिँ लाइफमा एकदम धेरै समस्याहरू हुन्छ होइन। वाइफसँग पनि डिभोर्स भइसकेको हुन्छ अनि एउटा 10 वर्षको छोरी हुन्छ है। अनि गिहुनको चाहिँ एकदमै धेरै रक्सी खाने अनि त्यहाँबाट बेटिङहरू जुवाहरू खेल्ने बानी हुन्छ होइन। अनि एक दिन चाहिँ त्यसरी नै घोडाको बेटिङमा चाहिँ बेट गरिरहेको बेलामा होइन गिहुनले चाहिँ एकदमै धेरै पैसा जित्छ होइन। त्यतिकैमा त्यसलाई पैसा दिने मान्छेहरू चाहिँ गिहुनलाई पछ्याउँदै आउँछ होइन। अनि भाग्ने क्रममा चाहिँ होइन एकजना केटीसँग ठोकेर होइन गिहुन फेरि त्यो जितेको पैसा पनि सबै त्यो केटीले लुटिन्छ होइन। अनि त्यतिकैमा अनि हिरोलाई चाहिँ टोइलेट जस्तो ठाउँमा लगेर कुटेर होइन एउटा कागजमा चाहिँ होइन जबरजस्ती साइन गर्न लगाउँछ होइन। किडनी सिडनी बेचेर त तेरो पैसा वसुल गर्छु भनेर भन्छ होइन। अनि गिहुन चाहिँ त्यसरी नै अनि ट्रेन स्टेसनमा बसिरहेको बेलामा एउटा म्यानेजर जस्तो मान्छे होइन पुरा सुट बुट लगाएर आउँछ होइन। अनि त्यसले चाहिँ दाक्ची भन्ने गेम खेलाउने, त्यसमा जित्यो भने चाहिँ 1 लाख रुपियाँ पैसा दिने, तर हार्यो भने चाहिँ चड्कन हान्ने भनेर भन्छ होइन। अनि कतिचोटि चड्कन खाइसकेपछि होइन हिरोले चाहिँ एकचोटि चाहिँ बल्ल बल्ल जित्छ होइन। अनि त्यो जितेपछि चाहिँ हिरोलाई चाहिँ 1 लाख रुपियाँ पैसा र अनि एउटा कार्ड दिन्छ होइन। अनि त्यो कार्ड मा चाहिँ एउटा फोन नम्बर हुन्छ। अनि हिरोले फोन नम्बर गरेर फोन कल गरेर होइन आफ्नो डेट अफ बर्थ नाम भनेर गेममा इन्ट्री लिन्छ होइन। अनि त्यो गेममा इन्ट्री लिइसकेपछि त्यहाँनिर चाहिँ हिरोले चाहिँ आफू जस्तै होइन 455जना अरू पनि मान्छेहरू क्या टोटल 456जना मान्छेहरू हुन्छ होइन। सब कङ्गाल भएर दिलले डुबेर आएको मान्छेहरू चाहिँ गेम खेल्न आएको हुन्छ होइन। अनि त्यहाँनिर चाहिँ तिनीहरूले चाहिँ 6वटा गेम खेल्नुपर्ने एकदम सिम्पल सिम्पल बच्चा जस्तो। त्यो गेम जित्यो भने चाहिँ विनरले चाहिँ $456 बिलियन पाउने भनेर भने हुन्छ होइन। अनि त्यहाँबाट गेम नम्बर 1मा चाहिँ रेड लाइट ग्रिन लाइट भन्ने गेम पर्छ होइन। अनि त्यो गेममा चाहिँ रेड लाइट भनेको परेको बेलामा चाहिँ स्टप हुनुपर्छ, स्ट्याचु हुनुपर्छ होइन। अनि ग्रिन लाइट भनेको बेला चाहिँ म्युजिक बजेको बेलामा चाहिँ अगाडि बढेर त्यो लाइन क्रस गर्नुपर्ने हुन्छ होइन। अनि यतिकैमा अनि एकजना चाहिँ पुरा हल्लिन्छ होइन। अनि हल्लिने बित्तिकै चाहिँ एउटा चाहिँ स्नाइपरले चाहिँ स्नाइपर सट गरेर मारिदिन्छ होइन। केटी रगतै रगत हुन्छ। अनि त्यो देखेर सबजना भागाभाग हुन थाल्छ। अनि झन्डैजना मान्छेहरू मर्छ होइन। अनि हिरो पनि झन्डै मरिसकेको हुन्छ होइन। तर एउटा अली भनेर अनि हिरोको साथी एउटा साङ्गो भन्नेले गर्दा चाहिँ बाँच्छ होइन। अनि त्यहाँपछि बाँचेको मान्छेहरू चाहिँ गएर होइन अब हामी यो गेम खेल्दिनँ, तपाईँहरू हामी ऋण तिर्छु, त्यो ऋण नतिरे भएर यस्तो गरायो होला भनेर भन्छ होइन। अनि तर गेम खेलाउनेहरूले चाहिँ होइन तपाईँहरूलाई हामीले जिन्दगीमा एउटा मौका मात्रै दिएको हो, तपाईँहरू नखेल्ने भए भोट गर्नुहोस्, भोट गरेर तपाईँहरूले जित्नुभयो भने तपाईँहरू जान सक्नुहुन्छ भन्छ होइन। अनि ठ्याक्कै 1 भोटले गरेर चाहिँ तिनीहरूले नखेल्ने भनेर जित्छ होइन। अनि त्यहाँबाट सबजनालाई फेरि जहाँबाट आयो त्यहीँ नै छोडिदिन्छ है। अनि बाहिर गएपछि चाहिँ गिहुनले चाहिँ होइन पुलिस स्टेसनमा गएर यस्तो यस्तो मान्छेहरूले मास्क साक्स लगाएर हामीलाई गेमहरू खेलाउँछ, अनि जो जो चाहिँ हार्छ तिनीहरूलाई चाहिँ बन्दुक हानेर मारिदिन्छ भनेर भन्छ होइन। अनि पुलिसले चाहिँ यो सबै कमेडी हो, त जडियाको कुरा पत्याउँछु भनेर त्यो कुराहरू केही पत्याउँदैन गिहुनको होइन। फोन नम्बर पनि ट्राई गर्छ, त्यो फोन गर्दाखेरि पनि अन्त्य ठाउँमा लाग्छ होइन। अनि तर त्यो जुन हो भन्ने चाहिँ त्यो कुरा सुनिरहेको हुन्छ होइन। अनि कता कता त्यो कुरा सच्चो साँचो हो कि भनेर लागिरहेको हुन्छ क्या होइन त्यो जुन हो भन्ने पुलिसलाई चाहिँ। अनि त्यहाँबाट बाहिर निस्किएपछि चाहिँ फेरि हिरोको पनि जिन्दगीमा तनाव हुन्छ होइन। आमाको खुट्टा काट्नुपर्ने, अपरेसन गर्नुपर्ने हुन्छ होइन। अनि त्यहाँबाट हिरोको साथी साङ्गो पनि पुरै सेयर मार्केटतिर डुबेर जताततै डुबेर मान्छेहरूले खोजिरहेको हुन्छ होइन। अनि त्यहाँबाट सेबियोक भन्ने त्यो केटीको पनि भाइलाई पैसा नभएर अनाथ आश्रमबाट ल्याउन सकेको हुँदैन होइन। अनि अली भन्नेले पनि पुरै त्यो एउटा पैसाको लागि आफ्नो म्यानेजरको हात नै काट्दै हुन्छ होइन। अनि दक्सु भन्नेले पनि एकजनालाई मारेर होइन पुलबाट हाम पालेर बच्या हुन्छ होइन। अनि सबजनाले अब फेरि यहाँको बाहिरको लाइफभन्दा त बरु त्यहीँ गेम खेलेर एकचोटि जिन्दगीमा ट्राई गरेर पैसा जित्ने अनि त्यहाँबाट आफ्नो लाइफको प्रब्लमहरू सल्भ गर्ने भनेर अब ट्राई गर्छु भनेर फेरि एकचोटि जान्छ होइन। योपालि चाहिँ त्यो पुलिस जुन हो पनि होइन गिहुनको पछि पछि लागेर अनि एकजना मार्क्सम्यानलाई मारेर त्यो मार्क्सम्यान त्यसको जस्तै ड्रेस लगाएर अब भित्र गएर गेममा पार्टिसिपेट हुन थाल्छ होइन। अनि त्यहाँबाट के अरे सेकेन्डचोटि गएपछि अब सेकेन्डमा चाहिँ डाल्गोना भन्ने गेम हुन्छ क्या। अनि योपालि चाहिँ सबजनाले हामी अब टिम बनाएर खेल्ने अनि त्यहाँबाट जित्ने भनेर आफ्नो आफ्नो टिम बनाउँछ होइन। अनि त्यो डाल्गोना गेममा चाहिँ के गर्नुपर्छ भन्दाखेरि मह जस्तो बनाएको हुन्छ, त्यहाँबाट चाहिँ सेप निकाल्नुपर्ने हुन्छ क्या। त्यो सेपहरूमा चाहिँ ट्रायङ्गल, सर्कल अनि त्यहाँबाट अम्ब्रेला स्टार हुन्छ होइन। अनि सबसे गाह्रो चाहिँ अम्ब्रेला हुन्छ होइन। अनि हिरोले चाहिँ त्यही अम्ब्रेला भन्ने अम्ब्रेलै चुज गर्छ क्या। अनि त्यहाँबाट के अरे सबजना बाहिर गइसकेको हुन्छ। हिरोले चाहिँ लास्टमा चाहिँ आइडिया लगाएर पुरा त्यो मह जस्तोलाई मुखले चिप्लोले चाटेर अनि जस्ट पास भएरै छाड्छ होइन। अनि त्यही मध्ये एकजना प्लेयरले चाहिँ हारेपछि होइन एउटा मार्क्सम्यानलाई पुरा समातेर बन्दुक लगाएर होइन त्यो मार्क्स देखा भनेर भन्छ। अनि मार्क्स खोल्दाखेरि चाहिँ त्यो त सानो बच्चा हुन्छ होइन। अनि त्यो बच्चा भएपछि चाहिँ त्यो प्लेयरले चाहिँ आफूलाई नै हानेर सुसाइड गर्छ होइन। त्यहाँपछि चाहिँ फ्रन्टम्यान नै आफै आएर त्यो मार्क्सम्यानको तेरो अनुहार देख्यो, त्यो अनुहार देखेपछि तिमीहरू मर्छस् भनेर त्यसलाई पनि सुट गरिदिन्छ होइन। अनि त्यहाँबाट के अरे सबजना अनि आफ्नो एरियामा फर्किन्छ होइन। अनि त्यो एरियामा फर्किसकेपछि चाहिँ अनि खाजा खाने टाइम हुन्छ क्या। अनि त्यो खाजा खाने टाइममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि दक्सुलाई चाहिँ त्यो एउटा केटीले चाहिँ होइन प्लान बनाएर अब हामी डबलचोटि खाना खाने भनेर डबल लाइन बनाउने भनेर
दुईचोटि लाइन लागेर अनि 3-4 जनाले खाना पाउँदैन हैन अनि 3-4 जना खान नपाएकोमा चाहिँ एउटा केटाले चाहिँ दक्सुसँग झगडा गर्नु खोज्छ हैन अनि त्यो झगडा गर्ने क्रममा चाहिँ त्यो दक्सुले चाहिँ हानेर त्यो केटालाई मारिदिन्छ हैन त्यसपछि त्यो मर्ने बित्तिकै माथि पिगी ब्याङ्कमा चाहिँ त्यसको भागको पैसा पनि झर्छ हैन अनि त्यो देखेर चाहिँ ओहो हामीले त मान्छे घटायो भने त अझै धेरै पैसा भागमा पर्ने रहेछ भनेर अब अनि त्यहाँबाट राति चाहिँ सबजनाले अरू टिमको मान्छेलाई एट्याक गरेर मारिदिने भनेर अब त्यहाँनिर भयङ्कर झगडा हुन्छ हैन अनि एकदम डेन्जर झगडा भएपछि प्लेयर 001 ले चाहिँ माथि चढेर यो सीसी क्यामेरामा यो झगडा रोकिदेऊ न त सबजना मान्छेहरू हामी मर्छ भनेर रिक्वेस्ट गर्छ अनि बल्ल बल्ल अनि त्यो खेल बल्ल स्टप हुन्छ हैन त्यसरी चाहिँ अनि त्यहाँबाट बाँकी प्लेयरहरू चाहिँ बच्न सफल हुन्छ हैन अनि त्यसपछि अब त्यो एउटा डक्टरले चाहिँ मार्क्सम्यान 3-4 जना मार्क्सम्यानसँग मिलेर मान्छेहरूको अर्गान बेच्ने हैन अनि चाइनिजलाई बेचेर पैसा कमाउने काम गरेर हुन्छ त्यही भएर त्यसलाई चाहिँ त्यो मार्क्सम्यानहरूले पहिला नै गेम भन्दै हुन्छ हैन अनि गेम नम्बर 4 मा चाहिँ त्यही भएर अब टग अफ वार हुन्छ क्या अनि त्यो टग अफ वारमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो केटीलाई नछानेर हैन 10 जना केटालाई छान्छ अनि त्यो केटीलाई धोका दिन्छ हैन अनि त्यहाँबाट जित्छ अनि त्यहाँबाट हिरोहरुमा चाहिँ एकदम कमजोर प्लेयरहरु हुन्छ क्या केटी बुढो अनि त्यहाँबाट बच्चाहरु हुन्छ अनि त्यसपछि चाहिँ त्यो प्लेयर नम्बर 001 ले चाहिँ टग अफ वार चाहिँ हामी राम्रो टेक्निक लगाएर पनि जित्न सकिन्छ डेन्जर प्लेयर चाहिँदैन भनेर भन्छ अनि साच्चीकै त्यो बुढोको आइडियाले गरेर हैन अनि साङ्गोको आइडियाहरूले गरेर चाहिँ त्यो गेमबाट चाहिँ टग अफ वारमा पनि जितेर हिरोहरु अर्को नेक्स्ट राउन्डमा जान्छ हैन अनि अब नेक्स्ट राउन्डमा चाहिँ गेम नम्बर 4 मा चाहिँ गुच्चासँग खेल्नुपर्ने हुन्छ क्या अनि त्यहाँनिर चाहिँ टिम दुईटा टिम बनाऊ तिमीहरू दुई जनाको टिम बनाउनु पर्छ अनि 2-3 जनाको टिममा खेल्ने हो गेम भनेर भने हुन्छ हैन अनि भित्र अनि अरिनामा गइसकेपछि त्यो गेमको लागि चाहिँ अब त यो गेम त तिमीहरूले आफूसँग खेल्ने हो भनेर भन्छ हैन अनि सबजना अब त्यहाँनिर राम्रो आफ्नो टिम बनाएको हुन्छ नि त सबजना मिल्ने मान्छेको त्यसपछि खतरा इमोसनल सिन देखाइदिन्छ हैन अनि यहाँनिर चाहिँ अब कसैले चाहिँ अब कसैलाई एकदम भरोसा गरेको मान्छेले आफूले अर्कोलाई धोका दिन्छ हैन हारिसकेको त्यो साङ्गुले पनि तेरो म गुच्चा सेफसँग राखिदिन्छु हामी अर्को आइडिया लगाउनुपर्छ भनेर गुच्चा लुट्दिएर जान्छ हैन अनि हिरोले पनि अब त्यो बुढोको बेसिनी मानी फाइदा उठाएर सब गुच्चा लुटिदिन्छ हैन अनि लास्टमा त त्यो बुढोले खास एक्टिङ गरे हुँदो रहेछ हैन त्यही पनि अब बुढोले हैन ठिक छ मेरो गइसक्यो तैँले मलाई धेरै गेममा हेल्प गरिस् भनेर गुच्चा दिएर हिरोलाई नै अगाडि बढाइदिन्छ हैन अनि दुईजना केटीहरू मध्ये चाहिँ एउटा केटीले चाहिँ अब अर्को केटीको लागि मेरो त जिन्दगीमा केही छैन भनेर आफै पुरै अर्को केटीको लागि कुर्बान भइदिन्छ हैन अनि यतापट्टि त्यो अर्को केटी चाहिँ दुध्रभात भएको केटीले चाहिँ गेमै नखेलिकन नेक्स्ट राउन्डमा जान्छ हैन अनि अब गेम नम्बर 5 चाहिँ खतरा हुन्छ अनि त्यसको लागि चाहिँ पुरा होस्टले भिआइपीहरूलाई नै इन्भाइट गरे हुन्छ हैन अनि गेम नम्बर 5 मा चाहिँ के अरे स्टेपिङ स्टोन्स भन्ने गेम हुन्छ क्या अनि यहाँनिर चाहिँ भिआइपीहरू पुरा हेरेर बसिरहेको ठाउँमा चाहिँ त्यो पुलिस चाहिँ हैन वेटरको रूप लिएर आएर हैन अनि एउटा भिआइपीलाई चाहिँ कोठामा लान्छ अनि त्यहाँबाट पुरा रेकर्ड गरेर त्यहाँबाट बाहिर निस्किन थाल्छ हैन अनि त्यो कुरा चाहिँ फ्रन्ट ब्यान्डले पनि थाहा पाइसकेको हुन्छ हैन अनि यता स्टेपिङ स्टोन सुरु हुन्छ हैन स्टेपिङ स्टोन्समा चाहिँ अब हिरोको गिहुनको चाहिँ सबसे लास्ट 16 नम्बर हुन्छ क्या अनि त्यही भएर अनि त्यहाँबाट त्यसलाई चाहिँ एकदम सजिलो हुन्छ हैन सेलेक्ट हुनलाई अनि त्यहाँबाट अरू 13 जना प्लेयरहरू चाहिँ स्टेपिङ स्टोन्समा त्यहीँनिर बित्छ अनि जम्मा 3 जना मात्रै बाँकी हुन्छ क्या दक्सु भन्ने प्लेयरलाई चाहिँ एउटा केटीले हैन तैँले मलाई धोका दिस् भने मारिदिन्छु भनेको थिइस् नि भने भएर यहाँनिर खतरा सिन पद्दा पाराले समातेर पछाडि पुरा तानेर मारिदिन्छ हैन अनि अब 3 जनाको चाहिँ पुरै फाइनलिस्टहरूको चाहिँ डिनर हुन्छ अनि त्यो डिनर बबाल मिठो डिनर गरिसकेपछि तिनीहरूलाई एक वटा चक्कु दिया हुन्छ हैन एकअर्कालाई मार्ने भनेर अनि यहाँनिर चाहिँ अब सेबियोकले चाहिँ अब के गरी हामी मध्ये 2 जना मध्ये एकजना कोही मर्यो भने अर्को फ्यामिलीलाई सपोर्ट गर्ने भनेर भने हुन्छ हैन अनि सेबियोक चाहिँ त्यो सिसा पेटमा छिरेर घाइते भएर हैन पुरा लास्ट स्टेजमा हुन्छ अनि हिरोले कति रिक्वेस्ट गर्छ म्याक्सम्यानहरूलाई मान्छे मर्न लाग्छ तिमीहरू आइज भनेर तर ढोका खोलेर आउँदाखेरि हिरोकै साथी साङ्गुले चाहिँ मारिदिसकेको हुन्छ क्या सेबियोक भन्नेलाई चाहिँ हैन अनि यतापट्टि अनि अब फ्रन्टम्यान चाहिँ पुरा आफ्नै भाइलाई खोज्न गइरहेको सिन देखाउँछ हैन अनि यहाँनिर गइसकेपछि चाहिँ एउटा पहाड जस्तोमा चाहिँ हैन भेट्छ अनि त्यहाँबाट त्यो फ्रन्टम्यानले आफ्नो यसो अनुहार खोज्दाखेरि त त्यो आफ्नै भाइ हो भनेर थाहा पाउँछ क्या अनि त्यो फ्रन्टम्यानले चाहिँ आऊ मसँग आऊ भनेर बोलाउँछ तर पुलिसले चाहिँ मान्दैन हैन अनि एक गोली हानेर त्यो पुलिसलाई चाहिँ समुद्रमा झारिदिन्छ हैन यतापट्टि अब अनि स्क्विड गेम फाइनल गेम सुरु हुन्छ हैन फाइनल गेमको नामै स्क्विड गेम हुन्छ हैन अनि हिरोले चाहिँ कस्तो गरेर हैन जितिसकेको हुन्छ अनि त्यही पनि अब म यो गेम खेल्दिनँ यो गेम स्टप गर्छु हामी 2 जनै जान्छौँ भने हुन्छ तर हिरोको साथी साङ्गुले चाहिँ हैन यो अब हामी यति गयो भने कसैले पनि पैसा पाउँदैन भनेर आफै सुसाइड गरेर मर्दिन्छ हैन यहाँनिर पनि खतरा इमोसनल सिन छ अनि फाइनली गिहुनले चाहिँ यो सिजनको हैन स्क्विड गेम जित्छ हैन तर अनि घर गएर हेर्दाखेरि चाहिँ आमा पनि मरिसकेको हुन्छ क्या बाहिर फर्किँदाखेरि अनि त्यही भएर त्यो पैसाहरू
गिउनलाई चाहिँ एकदम भ्यालुलेस लाग्छ होइन अनि पुरै पागल जस्तो भएर डिप्रेसन जस्तो भएर बसिरहेको हुन्छ होइन गिउन चाहिँ अनि एक दिन चाहिँ एउटा समुद्रको साइडमा बसेर दारू खाइरहेको बेलामा चाहिँ होइन एकजना केटीले चाहिँ आएर गिउनलाई फुल र अनि एउटा कार्ड दिन्छ होइन अनि त्यो कार्डमा चाहिँ त्यो होस्टको लोकेसन हुन्छ क्या अनि त्यहाँबाट गिउन चाहिँ त्यसलाई भेट्न जान्छ अनि गएर यसो हेर्दाखेरि त त्यो होस्ट त त्यही प्लेयर नम्बर 001 हुन्छ होइन अनि त्यो 001ले चाहिँ त्यहाँबाट किन त्यस्तो गरेको हो भनेर सोद्धाखेरि होइन हाम्रो चाहिँ लाइफमा चाहिँ गरिबहरूको लाइफमा केही पनि खानेकुराहरूको तनाव पीडाहरूले तनाव भएको जस्तै हाम्रो चाहिँ लाइफमा धेरै पैसाले सबै कुरा पुरा भएर कुनै पनि एक्साइटमेन्ट थिएन लाइफमा त्यही भएर चाहिँ हामीले यस्तो गेम सुरु गरेको हो भनेर भन्छ होइन अनि फेरि लास्टमा अब मसँग तसँग एउटा गेम खेल्छु होइन त्यो चाहिँ के गेम भन्दाखेरि त्यहाँनिर बाहिर एउटा भिखारी बसिरहेको छ त्यो भिखारीलाई चाहिँ रातिसम्म कसैले आएर हेल्प गर्छ कि गर्दैन यदि हेल्प गर्यो भने तैँले जितिस् यदि हेल्प गरेन भने मैले जिती यो गेम खेल्नुपर्छ खेलौँ भनेर भने हुन्छ अनि हिरो चाहिँ हुन्छ म खेल्छु मलाई विश्वास छ होइन मलाई ह्युम्यानिटीमाथि विश्वास छ एक न एकजना आएर हेल्प गर्छ भनेर भने हुन्छ होइन अनि त्यहाँबाट त्यतिकैमा अनि टाइम बित्दै बित्दै गएर हुन्छ अनि लास्टमा चाहिँ फाइनली चाहिँ होइन एकजना चाहिँ आएर पुलिसको हेल्प लिएर आएर होइन त्यो भिखारीलाई साँच्चीकै हेल्प गरेर छाड्छ होइन अनि हिरोले चाहिँ देखिस् अझै पनि ह्युम्यानिटी बाँकी नै छ यो पृथ्वीमा तैँले तिमीले सोचेको जस्तो होइन यो मान्छेहरू घोडा मात्रै होइन भनेर तिमीले देखाउन खोजेको जस्तो मात्रै हुँदैन मान्छे भनेर मैले जिती भनेर भने हुन्छ ठ्याक्क त्यतिखेर नै त्यो बुढो चाहिँ मर्छ होइन अनि अब यतापट्टि चाहिँ अनि फेरि अब अर्को सिन देखाउँछ क्या हिरो चाहिँ अब फाइनली अब देश चाहिँ छोडेर होइन अमेरिकामा आफ्नो छोरी भेट्न जानला हुन्छ होइन त्यतिकैमा अर्को साइडमा चाहिँ होइन त्यो पहिला हिरोले फर्स्टमा भेटेको त्यो म्यानेजरले चाहिँ अर्को मान्छेलाई पनि त्यसरी नै दाक्ची खेलाइरहेको देख्छ होइन अनि त्यो देखेर चाहिँ हिरो पुरै लखड्दै जान्छ होइन अनि त्यहाँबाट त्यो उता जाँदाखेरि चाहिँ भागिसकेको हुन्छ क्या अनि त्यो केटालाई चाहिँ यसरी यो गेम नखेल यो गेमले जिन्दगी बर्बाद गर्छ भनेर त्यहाँबाट जान्छ होइन अनि हिरो चाहिँ अनि के अरे अब अमेरिका नगइकन म रिटर्न फर्किन्छु यो गेमलाई म जसरी पनि स्टप गराएर छाड्छु भनेर अनि फोनमा कुराको तिनीहरूसँग फोनमा कुरा गर्दै होइन रिटर्न आउँछ होइन अनि यतिकैमा यो फिल्म सकिन्छ है यसपछि चाहिँ अब सिजन 2 र सिजन 3 पनि आइसकेको छ होइन म चाहिँ अर्को भिडियोमा चाहिँ त्यो एक्सप्लेन गर्नेछु है धन्यवाद।